स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। आज चाहिँ तपाईहरुलाई पढेर सुनाउन गइरहेको झुङा मन्त्र चाहिँ अपरिमित आयु ज्ञान बृहत धारणी र लघु धारणी रहेको छ। यो मन्त्र चाहिँ हाम्रो लामो आयु हुन र प्राणको लागि प्राण राम्रो हुनको लागि र यो दीर्घायु कामनाको लागि चाहिँ प्राय जस्तो यो मन्त्र प्रयोग गरिन्छ। आशीर्वाद दिँदाखेरि पनि यो मन्त्र धारणी चाहिँ वाचन गरेर अनि घिउमा आशीर्वाद रूपी यो मन्त्रको शक्ति त्यहाँ फुकेर अनि आशीर्वाद दिने चलन पनि रहेको छ। अब यो मन्त्रले चाहिँ हाम्रो दीर्घायु बनाउने मन्त्रको रूपमा चिनिन्छ। अब एकचोटि म पढेर सुनाउन गइरहेको छु। अब छेदाङ हिसी पक्तु मेते झुङरिनी अपरिमित आयु ज्ञान बृहत धारणी ओम नमो भगवते अपरिमित आयु ज्ञान सुविनिश्चित तेजो राजाय तथा गताय अरहते सम्यक् सम्बुद्धाय तदेथा ओम पुण्य पुण्य मा पुण्य अपरिमित पुण्य अपरिमित पुण्य ज्ञान संवरोपचिते ओम सर्व संस्कार परिशुद्ध धर्माते गगन समुद्गते सोभव विशुद्धे मा नया परिवरे सोहा। ओम नमो भगवते अपरिमित आयु ज्ञान सुविनिश्चित तेजो राजाय तथा गताय अरहते सम्यक् सम्बुद्धाय तदेथा ओम पुण्य पुण्य मा पुण्य अपरिमित पुण्य अपरिमित पुण्य ज्ञान संवरोपचिते ओम सर्व संस्कार परिशुद्ध धर्माते गगन समुद्गते सोभव विशुद्धे मा नया परिवारे सोहा। छोटो अर्थ यहाँ देखाउन गइरहेको छु। यहाँ हेर्नुस्। ओम ngaki go den छे चोल्वे दोन। ओम भनेको चाहिँ मन्त्रको शिर। अहिले चाहिँ यो अपरिमित आयु ज्ञान मन्त्रको क्रममा चाहिँ ओमको अर्थ चाहिँ आयु प्रदान गर्ने अर्थमा पनि प्रयोग हुन्छ भनेर देखाएको छ। नमो छक्छल्लो भनेछ प्रणाम ढोक। भगवते चुम्देन्दे भगवान बुद्ध विजय। अपरिमित पक्मेत अप्रमेय नाप्न नसकिने। आयुर्ज्ञान छेदाङ हिसे आयुको ज्ञान आयु सम्बन्धी ज्ञान। सु सुको अर्थ अरु ठाउँमा चाहिँ हाम्रो नाम योगीको रूपमा पनि प्रयोग हुन्छ। तर अहिले यहाँ चाहिँ मन्त्रको क्रममा चाहिँ सु भनेको चाहिँ सिन्धु धेरै अर्थमा प्रयोग भएको छ। अत्यन्त परम सुको अर्थ तिनवटा रहेको छ। अहिले यहाँ चाहिँ बि निश्चित नम्बर घेवर धुन मिसावा चित्तको निश्चित निर्णय निश्चय पनि जसरी भए पनि भन्ने अर्थमा बि निश्चित लाग्छ। तेजो राजाया जिजित की क्याल बोला तेजस्वी राजाको लागि चमकदार
राजाको लागि। तथागताया तथागताया तेजिन शेर्पाला तथागतको लागि बुद्धको लागि। आराहते टाचुम्पाला आराहते भगवान सर्वज्ञानको अन्तिम पदवी। सम्यक yang takpa उचित शुद्धसँग पूर्ण। सम धङवादङ झोक्पा निले झोक्पा पूर्ण र सम्पन्नको पनि सम्पन्न। बुद्धया सांगेला बुद्धको लागि। तद्यथा दिताते यथा यस्तै गरी। ओम पुण्य पुण्य ओम भनेको चाहिँ मन्त्रको शिर भएको। अब यो लेखे छैन, अब यो बुझ्नुहुन्छ तपाईहरुले। ओम भनेको मन्त्रको शिर। पुण्य पुण्य भनेको सोनमला सोत्नमला पुण्यको लागि पुण्यको लागि। महापुण्य छेम्बोगी सोनमला महापुण्यको लागि। अपरिमिता पुण्य पाकमेत केवा नाप्न नसकिने पुण्यको लागि। ज्ञान सम्भरोपचिते यसै कि छोक नेवर सकपर ज्ञान सम्भर राम्ररी जम्मा भएको। ओम मन्त्रको शिर। सर्व थमचेत सबै संस्कार दुचे संस्कार प्रतिते समुत्पादको आधारमा उत्पत्ति भएको। परि योंसु सम्पूर्ण रूपमा समग्र रूपमा परिपूर्ण। शुद्ध भक्पर पवित्रमा शुद्धतमा शुद्धतामा। धर्मते छोनितला धर्ममा। गगन नम्घा आकाश समुद्र yang तकपर तेंदु पूर्ण रूपले। गते सोङवादङ फक्पा निले फक्पर गाएको र आर्या दुईटाबाट पनि माथिल्लो दर्जा। स्वभाव रङजिन स्वभाव प्रकृति रूपले स्वयं। विशुद्ध नम्बर तकपर अति पवित्र। महा छेन्पो ठुलो महा। नया छुल विधि रूप प्रणाली तवर। परिवारे योंसु कुरवाला राम्रोसँग घेरिएको। सोहा छे फेल्बे सिछुकसिक सोहाको अर्को ठाउँमा अर्कै अर्थ लाग्छ, तर अहिले यहाँ चाहिँ सोहा भने चाहिँ छे फेल्बे सिछुकसी भने छ। आयु फैलिने आदर होस् भनेको छ। छेदाङ हिस्से पक्तु मेत्पे झुङझुङने अपरिमिता आयु ज्ञान लघु धारानी। ओम अमारानी जीवन्तिये सोहा। ओम ngaki गोढेन मन्त्रको शिर वा मूल। अमारानी मिसिबर नमोर्ने अमार। जीवन्तिये छोवर जीवित जिउँदो। सोहा झिङ्गी लोप्सिक अधिष्ठान वरदान। यो चाहिँ सरस्वती पढ्ने तरिका हो र छोटो मिनिङ हो, छोटो अर्थ छ। अब यसको भावार्थ चाहिँ पछि अरु भिडियोहरुमा हाल्नेछु। सबैजनाले अभ्यास गर्नुहोस्। धन्यवाद।